खै त ओए सटै सो इट्स टाइम फर द चेन्ज भनेर चाहिँ मैले सोचेँ। अनि त्यो चेन्ज चाहिँ के हुन्छ भन्दाखेरि जुन चाहिँ यो मेरो भोइसको हुन्छ, जुन चाहिँ साउन्ड हुन्छ, जुन मेरो भिडियोहरूमा युज हुने साउन्ड, जुन मैले केही पनि युज गरेको छैन अहिले यो भिडियो बनाउँदाखेरि। बट म नेपालबाट आउँदाखेरि माइकको इम्पोर्टेन्ट थाहा थियो, तर मैले माइक चाहिँ कस्तो खाले किनेको थिएँ, चिपवाला जुन चाहिँ यो माइक थियो। यसको म साउन्ड सुनाउँछु है तिमीहरूलाई। सो करेन्टली तिमीहरूले अहिले मेरो भोइस यो माइकबाट सुनेको छ, जुन चाहिँ मैले नेपालबाट भिडियो बनाउने भनेर किनेर लिएर आएको थिएँ। बट साउन्ड चाहिँ एकदमै क्र्याक, अनि त्यसपछि त्यो एकदमै त्यो ब्रोकन माइक जस्तो साउन्ड दिएर नट प्रिमियम भोइस जुन मैले सोचेको भोइसको माइकको साउन्ड दिएन यसले। हामीले हाम्रो माइक चुज गरिसक्यौँ हाम्रो भिडियोहरूको लागि, जुन चाहिँ हुन्छ DJI मिनी, जुन मैले हेर्दैछु यो। अनि चुज वाइ DJI मिनी भन्दाखेरि चाहिँ मेरो अपकमिङ भिडियोहरूमा बिस्तारै अब फोन चेन्ज हुन्छ, आई विल बाई क्यामेरा। अनि त्यसपछि DJI मिनीले चाहिँ मलाई के अफर गरेको छ भने यो रेन्जमा लङ टर्मको लागि पनि इट्स बेस्ट फर्स्ट अफ अल। अनि त्यसपछि क्यामेरा अर्को भनेको क्यामेरा जुन मैले फ्युचरमा किन्दाखेरि क्यामेरा। अनि यो फोन अपग्रेड गर्दाखेरि पनि यो चाहिँ मलाई ओभरअल बेस्ट इन्भेस्टमेन्ट जस्तो लागिरहेछ। अनि आई थिङ्क म आज यसलाई पर्चेज गर्छु कहिले पर्छ अपकमिङ भिडियोजहरूमा। अनि अर्को राम्रो कुरा भनेको अहिले मेरो टाइप C युज हुन्छ यो फोनमा, यो एन्ड्रोइड फोनमा। अनि आई थिङ्क म यसमा पनि युज गरेर यसलाई ट्राई गर्छु। अनि अर्को भिडियोमा चाहिँ आई थिङ्क क्वालिटीहरू बढ्दै जान्छ है, फिजिक्स पनि आउँदै जान्छ, क्वालिटीहरू पनि बढ्दै जान्छ है। लेट्स बाई दिस। गेस व्हाट, द मोमेन्ट इज हियर। 14,520 मम्मीले नि मलाई मार्छ। सो हामी पेमेन्ट मेथडमा आइसक्यो, पेबाट तिर्न गएको। लेट्स पे। हल्का जोस् मलाई कुनै पनि सामान किन्दाखेरि जहिले ढुकढुक हुन्छ क्या त्यो मनबाट। मैले यही ल्यापटप किन्दाखेरि पनि मैले कन्भिनी गरेर तिरेको थिएँ, अनि कस्तो ढुकढुक भएर थियो क्या त्यतिखेर। मैले तन्नै तिरेको थिएँ पैसा, अनि यतिखेर पनि हल्का ढुकढुक भएछ। बट इट्स द जर्नी। लेट्स पे। लेट्स मिट यु इन द क्याफे। ठ्याक्कै 6 बज्यो अनि हामीले हाम्रो सेभिङ अकाउन्ट खोलिसक्यौँ। एउटा काम चाहिँ आजको बन्यो। अब थोरै अलिकति पढौँ, अनि त्यसपछि 6 बजीको आधी घन्टा चाहिँ पढेर वेलको होम, त्यसपछि फ्री खाएर अनि जिमतिर लाग्छ। जिमको ब्याग रेडी छ। अनि आज चाहिँ जिमको क्लिप त्यति धेरै खिच्दिन जस्तो लागिरहेको छ, किनकि मलाई रियली त्यो अप्पर बडी लोवर बडीहरूमा मेरो माइन्ड कनेक्सन एकदम नै लुज भइरहेको छ। अनि जब मैले इयरफोन नत्र हेडफोन लाउँछु नि गीत सुन्दाखेरि चाहिँ कस्तो हुन्छ भन्दाखेरि त्यो इयरफोन लाउँदाखेरिको त्यतिखेरको जुन म फिलमा हुन्छ नि, त्यतिखेर अब फेरि भिडियो बनाउँदाखेरि के हुन्छ नि, फेरि अब 81 माइन्डमा के हुन्छ नि, एङ्गलहरू मिलाउनु पर्यो भिडियोको होइन। अनि फेरि त्यो एङ्गलहरू मिलाउँदा फेरि अब साइडमा के हुन्छ, मान्छेहरू पनि हुन्छ हल्का। अनि मान्छेहरूको अलिकति थोरै चाहिँ मलाई चाहिँ इफेक्ट पर्छ, किनकि भिडियो बनाएर चाहिँ हेरिरहेको हुन्छ नि त, के सोध्छ जस्तो फिल हुन्छ। तर इफ म मेरो इयरफोन लगाएर छु अनि मैले केही पनि गरेको छैन, म जोनमा छु भने चाहिँ अनि त्यो भित्रैबाट आजको जिमको सेक्सन चाहिँ बवाल गयो है भन्ने जुन हुन्छ नि भित्रैबाट, आज चाहिँ मैले मेरो लिमिट पुस गरेँ है भन्ने हुन्छ नि त त्यो मनमा। सो बट बिसाइड द्याट त्यो भए पनि ट्राई टु त्यो क्याप्चर मुभमेन्ट अझै ट्राई गर्न खोज्छु म। त्यो जिमको क्लिपहरू सबभर मैले स्ट्यान्ड चाहिँ हालेको छु।
अहिले चाहिँ जिम सकेर स्ट्रेट टु दी सुपर मार्केट आएको थिएँ मेरो डाइटहरू लिनलाई। अनि अस्तिबाट मासु बनाउँछु भनेको थिएँ सोमदीलाई। उसले धेरै जस्तो बनाउँछ क्या मभन्दा धेरै, किनकि म एकचोटि मिल प्रिपेयर गरेँ भने मेरो 3 दिन 4 दिनसम्मको लागि मिल प्रिपेयर हुन्छ। प्लस मैले मसलाहरू तेलवाला ओइली खाँदिनँ क्या, जुन चाहिँ मैले हेभी बनाउनु थालेको थिएँ। अनि अस्ति भनेको थिएँ बिदामा बिर्सेँ, अनि आज चाहिँ जसरी नै बनाउनु पर्छ उसको नै चाँडै छुट्टी छ। अब घर जाउँ है त, घरमा गएपछि त्यति मलाई मिलमा भेट्छु म। चेक। सो मेरो यो भिडियो एडिट गर्दै थिएँ, मेरो लास्ट पार्टमा पुगेको छ यो भिडियोको। सो मेरो न्यू माइक न्यू मी स्लोली अपरेटिङ माई सोलो लाइफ इन जापानको पार्ट 15 मैले एडिट गर्दै गरेको छु। अनि यो लगभग 2 विक भइसक्यो, 2 विकभन्दा अलिकति बढी भइसक्यो यो मैले मेरो यो भिडियो एडिट गर्न थालेको। अनि यसको लास्ट पार्टमा मैले के भनेको थिएँ भन्दाखेरि आई विल मिट यु इन मेरो मिलमा भनेको थिएँ, लास्ट मिलमा भनेको थिएँ। त्यो लास्ट मिलमा मैले भिडियोहरू केही खिचेन। अनि मेरो माइक आइसकेको थियो मसँग। अनि लास्ट पार्टमा चाहिँ वाइ नट यो यसको हल्का स्मल थोरै यसको माइकको यो दिएर त्यो भोइस दिएर अनि नेक्स्ट भिडियोबाट चाहिँ इन्क्लुड गरौँ कि भनेर मैले सोचेको। यो एकचोटि रिटेक गर्नुपर्छ कि क्या, तर यो भर्खरको ब्याकग्राउन्डको साउन्डहरू फेरि पुरै भर्खर यो मैले त्यो हाम्रो त्यो के इलेक्ट्रोनिक त्यो खाना बनाउनु हुन्छ नि त्यसको साउन्ड आइरहेको थियो। आई थिङ्क त्यसले नोइज क्यान्सल गर्यो होला सायद। अब नेक्स्ट भिडियोहरूमा चाहिँ अझै यो माइक युज गरेर आई थिङ्क फर्स्ट टाइमको त्यो मेरो 900 रुपिसको त्यो मैले माइक भनेको थिएँ नि, त्यो माइकबाट अलिकति साउन्ड आई थिङ्क डिफ्रेन्ट आइरहेको छ होला, मलाई पनि कस्तो चाहिँ फिल हुन्छ। सो यो भिडियोहरूमा अझै कति कुराहरू कमी छ, म अपडेट गर्दैछु। अलिकति टाइट हुँदैछ सेड्युलहरू, बिकज काममा पनि काम राम्ररी गर्नु पर्यो। अनि प्लस अब स्टडीहरू पनि चलिरहेको छ, अनि त्यो माथि जिम पनि गइरहेको छ, अनि रेस्ट पनि चाहिन्छ। सो एकदम टाइट छ सेड्युलहरू चाहिँ। अब कस्तो छ भन्दाखेरि लाइक टाइम आफूलाई निकाल्न अलिकति जुन एडिटहरू नयाँ स्किलहरू सिक्नलाई चाहिँ अलिकति टाइट छ, बट वी आर ट्राइङ आवर बेस्ट। मेरो भिडियोहरू छ, भिडियोहरू आउँदाखेरि चाहिँ आई थिङ्क तिमीले अझै तिमीहरूले वा तपाईँहरूले होइन अझै राम्रो मेरो प्यासन, मेरो एउटा लगनशील जुन मेरो यो मैले भिडियोहरूबाट दिन खोज्ने कुराहरू चाहिँ आई थिङ्क सो हुन्छ होला। सो गर्न ट्राई गर्छु म, सो हुन्छ गर्छु भने गर्न ट्राई गर्छु म। आई थिङ्क आई विल डु माई बेस्ट टु सो यु गाइज वाट आई एम सफरिङ फ्रम अर वाट आई एम ट्राइङ टु अचिभ भन्ने कुराहरू। इङ्ग्लिस अलिकति अब कहिले काहीँ आउँछ धेरै रिल हेरेर होला होइन। सो सी यु इन द नेक्स्ट भिडियो।